सायद डाक्टर, नर्स अनि अस्पतालको चित्र, होइन त? तर के स्वास्थ्य सेवा भनेको यति नै हो त? होइन। आज हामी स्वास्थ्यको एउटा यस्तो बाटोबारे कुरा गर्दैछौँ जुन अदृश्य छ तर एकदमै शक्तिशाली छ, जसले हामीलाई बिरामी हुनै दिँदैन। साँच्चै यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। ल सोचौँ त, हाम्रो व्यक्तिगत स्वास्थ्यको ख्याल त डाक्टरले राख्नुहोला, तर पुरै समुदायलाई नै रोगबाट बचाउने काम चाहिँ कसको? हामीले सास फेर्ने हावा, पिउने पानी सफा छ भनेर कसले हेर्छ? हो, यहीँनिर हो जनस्वास्थ्यको भूमिका सुरु हुने। ल अब कुरा गरौँ स्वास्थ्य सेवाका ती अनसंग हिरोज अर्थात् गुमनाम नायकहरूको बारेमा। उनीहरू हुन् जनस्वास्थ्य पेशेवरहरू, जसले पर्दा पछाडि बसेर पुरै समुदायको स्वास्थ्यको रक्षा गर्छन्। उनीहरूको काम कुनै क्लिनिकको 4 दिवारमा मात्र सीमित हुँदैन, बरु पुरै समाजसम्म फैलिएको हुन्छ। यो क्षेत्रमा त थुप्रै विशेषज्ञहरू हुन्छन्, जस्तै जनस्वास्थ्य अधिकृतहरू अनि महामारी विशेषज्ञ, जसलाई एपिडेमियोलोजिस्ट भनिन्छ। उनीहरूले रोग कसरी फैलिन्छ भनेर अध्ययन गर्छन्। त्यस्तै वातावरणीय स्वास्थ्य अधिकृत र अनुसन्धानकर्ताहरू पनि हुन्छन्। सबैको आफ्नै महत्त्वपूर्ण भूमिका छ र भन्नुपर्दा यही विविधता नै जनस्वास्थ्यको सबैभन्दा ठूलो तागत हो। अनि उनीहरूले काम कहाँ गर्छन् होला त? सोच्नुभयो? यसको जवाफ हो जताततै। स्कुलदेखि लिएर हामी काम गर्ने ठाउँसम्म, समुदायमा, खेलकुद मैदानमा। उनीहरूले सरकारको लागि नीति बनाउँछन्, अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गर्छन्, कतिपय त आफै उद्यमी बनेर स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ समाधानहरू पनि ल्याइरहेका हुन्छन्। मतलब उनीहरूको काम हाम्रो दैनिक जीवनको हरेक पाटोमा जोडिएको छ। त्यसो भए जनस्वास्थ्यको मुख्य उद्देश्य के त? यसको मूल मर्म भनेको कुनै एक व्यक्तिलाई मात्र होइन, पुरै समुदायलाई रोग र विभिन्न खतराहरूबाट बचाउनु हो। यो त एउटा सुरक्षा कवच जस्तै हो, जसले हामी सबैलाई अदृश्य रूपमा घेरेर राखेको हुन्छ। यसको एउटा सबैभन्दा राम्रो उदाहरण हो महामारी विशेषज्ञहरूको काम। उनीहरूले त लगभग एक जासुसले जस्तै काम गर्छन्। सबैभन्दा पहिले उनीहरू रोगको जड पत्ता लगाउँछन्, यो कहाँबाट आयो, त्यसपछि त्यो रोग कसरी फैलिन्छ, कसरी विकास हुन्छ भनेर गहिरो अध्ययन गर्छन्, र अन्तमा त्यसलाई समुदायमा फैलिन नदिन के गर्नुपर्छ भनेर एउटा ठोस योजना बनाउँछन्। अब जनस्वास्थ्यको अर्को एकदमै महत्त्वपूर्ण पाटोको कुरा गरौँ, वातावरणीय स्वास्थ्य। सोच्नुहोस् त, सफा पानी, सरसफाई अनि फोहोर व्यवस्थापन, यी कुराहरू बिना के हामी स्वस्थ जीवनको कल्पना गर्न सक्छौँ? सक्दैनौँ नि। हो, जनस्वास्थ्यले यी नै आधारभूत कुराहरू सुनिश्चित गर्छ र हामीलाई थाहै नपाई कति धेरै रोगहरूबाट बचाइरहेको हुन्छ। त्यसैगरी पोषण र खाद्य सुरक्षा पनि जनस्वास्थ्यकै एउटा अभिन्न अङ्ग हो। कुपोषणसँग लड्न होस् वा दुर्गम क्षेत्रहरूमा सुरक्षित खाना र पानी पुर्याउने काम होस्, यी सबै यसैभित्र पर्छन्। यसले गर्दा हैजा जस्ता पानीबाट सर्ने खतरनाक रोगहरूको जोखिम पनि त कम हुन्छ। भनेपछि जनस्वास्थ्यले बिरामीको उपचार मात्र गर्दैन, यसले त त्योभन्दा पनि एक कदम अगाडि बढेर स्वस्थ समाजकै जग बसाल्ने काम गर्छ। मतलब समस्याको उपचार गर्नुभन्दा पनि समस्याको जडसम्मै पुगेर त्यसलाई समाधान गर्ने, ताकि त्यो समस्या फेरि कहिल्यै नआओस्। यहाँनिर एउटा फरक कुरा बुझ्न जरुरी छ। हेर्नुहोस् है, एकातिर छ हाम्रो व्यक्तिगत स्वास्थ्य, यो भनेको हामी के खान्छौँ, कति व्यायाम गर्छौँ भन्ने जस्ता हाम्रा निजी छनौटहरूमा भर पर्छ। अनि अर्कोतिर छ सामुदायिक स्वास्थ्य, जसले सफा पानी, सुरक्षित घर र राम्रो स्वास्थ्य नीति जस्ता सामूहिक कुराहरूमा ध्यान दिन्छ। हो, जनस्वास्थ्यको ध्यान यही दोस्रो पाटोमा अर्थात् पुरै समुदायमा केन्द्रित हुन्छ। र यो किन यति महत्त्वपूर्ण छ भने हाम्रो स्वास्थ्यलाई सामाजिक निर्धारक भन्ने कुराले गहिरो प्रभाव पार्छ। अब यो भनेको के हो त? सिधा भाषामा भन्दा यो भनेको हामी कस्तो अवस्थामा जन्मिन्छौँ, हुर्किन्छौँ, काम गर्छौँ र बाँच्छौँ भन्ने हो। हाम्रो उमेर, लिङ्ग, हाम्रो सामाजिक सम्बन्ध अनि हामी बस्ने ठाउँको अवस्था, यी सबै कुराले हाम्रो स्वास्थ्य कस्तो हुन्छ भन्ने कुरा निर्धारण गर्छ। अनि जनस्वास्थ्यको दायरा शरीरमा मात्र सीमित छैन है, यसले त हाम्रो मानसिक स्वास्थ्यका चुनौतीहरू जस्तै तनाव, चिन्ता, डिप्रेसन जस्ता विषयमा पनि अध्ययन गर्छ। अझ आजको डिजिटल युगमा सोशल मिडियाले हाम्रो सोचाइमा, हाम्रो आत्मछविमा र हामीले महसुस गर्ने एक्लोपनमा कस्तो असर पारिरहेको छ, यस्ता एकदमै महत्त्वपूर्ण प्रश्नहरूको जवाफ पनि यही क्षेत्रले खोलिरहेको हुन्छ। जनस्वास्थ्यको काम आजको समस्या समाधान गर्नु मात्रै होइन, भविष्यका लागि तयार रहनु पनि हो। यसले भोलि आउन सक्ने नयाँ नयाँ स्वास्थ्य खतराहरूलाई पहिले नै आकलन गरेर त्यसको सामना गर्न हामीलाई तयार पार्छ। जस्तै कि आपतकालीन तयारी, भोलि कुनै प्राकृतिक प्रकोप आयो वा जैविक आतंकवाद जस्तो कुनै सङ्कट आइपर्यो भने के गर्ने? हो, यस्ता सङ्कटहरूको लागि पहिले नै योजना बनाउने, ताकि त्यसको असरलाई सकेसम्म कम गर्न सकियोस्। यस्ता ठूला मानवीय आपतकालहरूको व्यवस्थापन गर्नु पनि जनस्वास्थ्यको एउटा प्रमुख जिम्मेवारी हो। र यो सबै तयारीमा आज प्रविधिले एकदमै ठूलो भूमिका खेलेको छ। हेल्थ इन्फर्मेटिक्स भन्ने एउटा क्षेत्र छ जसले डेटा र डिजिटल टुल्सको प्रयोग गर्छ। यसले रोगहरूको निगरानी गर्न, सही समयमा सही निर्णय लिन र समग्रमा सबैको स्वास्थ्य अवस्था सुधार्न धेरै मद्दत गर्छ। अब अन्त्यमा एउटा प्रश्नमा घोत्लियौ त, आजको यो कुराकानीपछि के लाग्छ? हाम्रो स्वास्थ्य के हाम्रो व्यक्तिगत मामिला मात्र हो
कि यो एउटा सामूहिक जिम्मेवारी पनि हो? जनस्वास्थ्यले हामीलाई एउटै महत्त्वपूर्ण कुरा सिकाउँछ, हामी सबै एकअर्कासँग जोडिएका छौं र एउटा स्वस्थ समाजको निर्माण हामी सबैको